हेलो अनि नमस्ते सबैजनालाई, वेलकम ब्याक माई च्यानल है। आज धेरै दिन पछाडि फेरि भ्लग गरेको छु। अब चाहिँ लगभग अलिक छिटो गर्छु। 2-3वटा भ्लगहरू बनाएँ तर अधुरै भयो अनि त्यो चाहिँ अपलोड गरिनँ हैन। कति अधुरो खालको भ्लग बनाउनु। अहिले चाहिँ हामी जाँदैछौँ यहाँबाट त्यो पार्टीमा कलर गर्नु। त्यहाँ पार्टी नयाँ बनिएको छ हैन। उदेनार चाहिँ बाँस तान्दैछ बिजोक छ यिनीहरूको चाहिँ। अनि पानी पनि हल्का हल्का पर्दैछ हैन। मेरो फोन बिग्रियो भने ओइ मेरो आइफोन बिग्रियो भने भरे लस दिनु पर्यो केटाहरूलाई। ओ के को लागि हो यति धेरै बाँसहरू चाहिँ? यसले पनि यहाँ चाहिँ आज त भ्लग गर्दैछ धेरै पछाडि। यो चाहिँ जोतमा गरेको यसले चाहिँ। ओइ मैले त दुईटा बोक्नु मिल्दैन, एउटा बाँस बोके हैन। भाग्नु पर्ने हुन्छ यिनीहरूले अहिले के भन्छ। ट्याक्क हात चाहिँ गलिसकेको छ, त्यही भएर मैले स्पिड बढाइहालेँ। यसलाई जितिहालेँ। यो पनि भ्लग बनाउँदैछ, मेरो खिच्चा हान्दैछ नि। म टेर्छु यसलाई, टेर्छु। हेर्नु हात यता छ है। यस्तो त हामी त बच्चैदेखि हेर्नु भक्कै लड्छ र हैन। क्यामेरा क्वालिटी एकदम नराम्रो छ, सबै नराम्रो छ हैन। केटाहरू पछाडि आउँछ भिजिन्छ नि त, हिँडिहाल्नु पर्ने हुन्छ अगाडि। अनि त्यही भएर चाहिँ हिँडेको छु। यहाँ छ फेदापे हाम्रो बाजे, हाम्रो आफ्नै बाजे, प्यारो बाजे हैन। अनि अब बाइक साइक बिग्रेको थियो बनाएँ हैन। अनि खर्च चाहिँ निकै भयो। राम्रो क्वालिटीको माइक चाहिँ एकदम आवश्यक छ मलाई, किनभने माइक बिना त अब राम्रो सुनिँदैन रहेछ क्या। अनि त्यही भएर चाहिँ हामीलाई माइक हुनु एकदम जरुरी छ। अनि त्यही भएर म चाहिँ बाँस बोक्दैछु अब। अनि त्यही भएर अनि यहाँ भिन्दैछौँ होइन। यस्तै त हो भने भ्लग चाहिँ अलिक लामो हुन्छ। हाम्रो बोलु छिमेकी बोलु काम गर्दैछ बारीमा होइन। के देखाउनु? बिजोक नगर भनी छ, त देखाउँछु। यहाँ छ बले होइन। अनि यहाँ बलेले चाहिँ काम गर्दै रहेछ घरको। रुगा मर्की लागेर एकदमै गाह्रो भएको छ क्या मलाई। हाम्रो आफ्नो मान्छे, मलाई चिन्नु हुने मान्छेले यसो हेर्दै हुनुहुन्छ भने माइक चाहिँ गिफ्ट गरिदिनु होला। फोन त पर्दैन, यस्तै फोनले नि काम चलाउँछु। एउटा माइकको चाहिँ लास्टै जरुरत छ मलाई होइन। दिनुहुन्छ भने दिनुहोस्, नदिनुहुन्न भने अनि दिनुहुन्न भने पनि नदिनुहोस्। जबरजस्ती त के गर्नु, तर चाहिएको चाहिँ छ मलाई। म भोलि पर्सि पैसा कमाएर किन्छु। अब साला पैसा चाहिँ यो वाच टाइम पनि भर्खर 2000 घन्टा जति त छ मेरो। अस्ति अलिक धेरै थियो, घट्यो क्या बिचमा नबनाएको त घट्यो। अनि फेरि बनाउनु थालिदिएको। अब चाहिँ एकदम कन्टिन्यू जस्तै हाल्छु होइन। म कन्टिन्यू जस्तै त होइन, 2-3 दिनमा एउटा चाहिँ आइरहेको छ। अब चाहिँ डेली बनाउँछु, पानीमा भिज्दै अनि म बनाउँछु। केटाकेटीहरू यहाँ फुटबल खेल्दैछ एकदमसँग। फुटबल चाहिँ बबालै खेल्दैछ होइन, वाइल्डै खेल्दैछ नि ल। केटाहरू चाहिँ फुटबल खेल्दैछ अनि म चाहिँ पानीमा भिज्दै हिँड्नुपर्ने भएको छ। केटाहरूले यो कान्छाको आमाको पार्टी हो त्यो चाहिँ। अनि त्यहाँ यसो रङ टोकन गर्नुपर्ने छ, हिजो गरिसकेको हेर। ओ तिमीहरू मेरो बिग फ्यान हो के भन त केटा? ओ मेरो बिग फ्यानहरू हो यिनीहरू चाहिँ। तँलाई सरप्राइज छ मेरो। ठ्याक्कै कति छ तँलाई? ठ्याक्कै नि मेरो कति सब्सक्राइबर छ ठ्याक्कै पत्ता लगाइछ भने तँलाई 50 रुपियाँ मेरो मिलेर 7K छ। गलत भइसकेको छ, न त यसले 50 रुपियाँ पाउँथ्यो। छन त 1.6 नै छ। कहाँ पैसा दिनुपर्छ नि त, पैसा छैन के गर्नु त। त्यही भएर चाहिँ हामी यहाँ आइपुगिसकेको छौँ। यस्तो इन्जोय गर्दै। यो चाहिँ कहाँ तल कि माथि? लामो माथि लगिदिन्छ होइन। केटाहरू हौ फास्ट आइपुगेको छन् हौ। म त यस्तो बत्तिँदै आएको त साला भेटाइहाल्यो नि। त्यही भएर चाहिँ अनि मेरो फोनमा चाहिँ मम्मीको फोन आइथ्यो अनि उठाइन क्या। तर यो रेकर्ड चाहिँ भयो कि भएन, आवाज चाहिँ आउँछ आउँदैन थाहा छैन होइन। तर यस्तो हान्दैछु नि म, यस्तो हान्छु नि होइन, यस्तो हान्छु नि भने जस्तै हो क्या चाहिँ।
सो गाइज होइन गेटको चाबी चाहिँ मैले पाइसकेँ। ओ झुम्का सुम्का के हो यो गार्जियन बेल जस्तो। अनि मैले चाहिँ पाइसकेँ। अब यहाँ कस्तो खालको चाबी छ होइन, केटाहरूलाई रङ लगाउनु लगाएपछि उयो त ल्याइदिनु पऱ्यो नि त। म चाहिँ अहिले यहाँ चाबी खोलेर यता छिरिसकेँ होइन, के गरेर भनेको होला कान्छाले। म खोइ ए यहाँ चाहिँ ट्याक्क यस्तो रहेछ। अनि अब ट्याक्क मैले राखिदिनु पर्ने हुन्छ, यस्तो लगाउनु पर्ने हुन्छ क्या। फेरि रुलर चाहिँ यस्तरी चलाउने हो नि त। त्यही हो अब एकछिनमा त्यहाँ केटाहरूले रङ लगाएको भेटौँ है त। गाइज होइन अघिको चाहिँ गलत ब्रस मैले ल्याएछु। अनि ट्याक्क यो फेरि मैले खोज्दा भेटाइसकेँ। अनि यसले चाहिँ चाबी छैन कि छैन भन्छ, उसको बाउले यसको टाउको जत्रै पुरै चाबी लगाइदिइरहेको रहेछ छैन कि छैन भन्छ। अनि केमा ठुलो तालचा छ केमा ए जा रामे फेरि एकचोटि जा किन एकजनाले मात्रै लाओ म यसमा लाउँछु काठमा लाकै ब्लग बनाउन जान्छ ओए सेतो देखेर त साँच्चीमा त कालो हुनुहुन्छ त। अब कालोहरू तँ भन्दा जे भने नि गोरो लाउनु म माथि पोस्टेको बेला देखाउनु हुँदैन अब यार। पोच लासिदिनु फेरि ल्याउनु के ल्याउनु पर्यो यस्तो कलर छ कलर यस्तो कलर पहेँलो कलर कलर ल्याउनु पर्ने भयो। चाबी लिएर गयो सो गाइज होइन अनि कामसाम चाहिँ सकिनु आँट्यो। यहाँ सकिएर अब केटाहरू हात धुँदैछ। मैले चाहिँ गर्नु भएन किनभने मैले सामानहरू किनेको थिएँ। तपाईँ अल्छी हो नि त अल्छी गरेर त कहाँ गर्नुहुन्छ त अनि यहाँ यिनीहरूले चाहिँ हात साथ धुँदैछ। म चाहिँ एकदम यहाँ जाडोले बसिरहेको छु। यस्तो चिसो छ भने टेम्परेचर त माइनसमै होला होइन, तर पनि ठिक छ। चाबी लिएर आऊ यसले बोलेको काटिहाल्छ यो। त्यहाँको अहिले चाहिँ पानी पनि हल्का हल्का पर्दैछ क्या, सिमसिम पानी रहेछ हौ बैमानी। यस्तो चिसो भइरहेको छ नि सालामा यस्तो चिसो होइन। यहाँ सिउँडीहरू छ क्या, केटाहरूले चाहिँ नपर्खिने चलन छ भन्दै घिनिसक्यो। अनि यहाँ ठ्याक्कै यहाँ चाहिँ काँसी छोइलिङ गुम्बाको गेट हो। अनि हामीले छिरिसक्यौँ। अनि रङ रोगन चाहिँ गरिसकेँ। यसले चाहिँ चाबी भेटाएन किनभने मलाई पर्खेको छ, किनभने चाबी चाहिँ मसँग छ। यसले चाहिँ चाबी त्यहाँ खोल्दैछ होइन। यसको टाउको जत्रै छैन त यहाँ चाबी। यो तिमीहरूकै हो स्टोर रुम भइसक्यो नि के यहाँ। सो गाइज है अहिले चाहिँ म बेलुका अब घरमा पनि आइसकेँ होइन। अनि अहिले चाहिँ म सुतेर भर्खर उठेको, आगो सागो तापेर। अघि लास्टै भिजेको थियो नि त। अनि त्यस पछाडि अहिले चाहिँ राम्रो भइसकेछ, एकदम बबाल भइसकेछ। टेम्परेचरहरू नर्मल भइसकेछ, त्यस्तो जाडो छैन, हावाहुरी आएन, खुसी लाग्यो होइन। त्यही हो अब आजलाई चाहिँ यति नै। अब अर्को भिडियोमा भेटौँ मलाई त।